मोबाइलमा या विभिन्न ठाउँमा जुन खुसी खोजिरहेको हुन्छु त्यो खुसीको स्रोत संसार होइन। पोइन्ट टु बी नोटेड, सुख संसारबाट आउँदैन, सुख मस्तिष्कको केमिकल एक्टिभेट भएपछि मात्रै आउँछ। चाहे त्यो डोपामिन होस् या सेरोटोनिन होस् या ऑक्सिटोसिन होस्, यो जम्मै केमिकलका नाम, यी केमिकलको सक्रियतामा नै तपाईको सुख अन्तर्भूत छ। डिप्रेसन भएका पेसेन्टलाई हेर्नुहोस्, डिप्रेसन भएको मान्छेलाई हेर्नुहोस्, ऊ केही चिजमा खुसी हुँदैन, कहीँ पनि खुसी हुँदैन, कहिल्यै पनि खुसी हुँदैन। जबकि उसँग धन हुन सक्छ, उसँग ठुलै पद पनि हुन सक्छ, उसँग सबै कुरा ठिक हुन्छ बाहिरबाट, तर भित्रबाट ऊ दुखी, अझ दुखी, अझ दुखी किन हुन्छ भने उसको मस्तिष्कको केमिकल, एउटा केमिकल जसलाई सेरोटोनिन भनिन्छ, त्यो सेरोटोनिन ब्लक भइदिन्छ। त्यो सेरोटोनिन नचलेपछि, एक्टिभेट